एभ्रिवान गुड मर्निङ नमस्ते। आज चाहिँ म बजार जाँदैछु सब्जी बेच्नु। हिजो उठाएको सब्जी बिहानको 5 बजेको छ। भरे फेरि नै भेट्ने छु तपाईहरुसँग। त्यसको लागि हेर्दै गर्नु होला मेरो ब्लग। हेलो फाइनली बजार आइपुगे। अब चाहिँ सब्जी बेच्नु पर्छ म। फुलकोपी त छैन त। फुलकोपी त एक दुईवटा मात्रै उयो अंकलले ल्याइदिएको नि त मैले। एउटा मात्रै लानुहोस् ल आन्टी। ठुलो सानो लाने कि ठुलो लाने? कोपी कौलिनु पर्छ। छैन नि त फुलकोपी। यो अंकलले ल्याइदिएको नि त। पर्दैन नि त भुइँमा डल्लै छ निकाल्दैछ। लान्दैन चाहिँ किन होला है? त्यो हुन्छ नि हौ। कोटामा नोक्सान हुन्छ हो। अन्त हिजो दिएको भने के चाहिँ हो? हाम्रो भनेको बस्तीको हो। तपाईँले पदेन लानुभयो? पदेन के लानुभयो? कोपी र चौसुर है। सब्जीको माजन यहाँ चाहिँ सबै सब्जीहरू पाउँछ। तपाईँहरू आउनु होला किन्नु। प्याज टमाटर आलु गाजर फ्रेस सब्जीहरू आउँछ अङ्कलकोमा चाहिँ। बस्तीको मात्रै। आन्टी चाहिँ कति जानुभयो? सब्सक्राइबर हो है सब्जी लाने। सब्जीको मात्रै सब्सक्राइबर हो युट्युबको होइन। फर्केको अब चाहिँ दार्जिलिङबाट। नमस्ते गुड इभिनिङ सबैजनालाई। आजको मेरो सानो छोटो मिठो ब्लग हजुरहरूलाई कस्तो लाग्यो? सायद हेर्नुभयो होला। फेरि पनि यस्तै नयाँ नयाँ ब्लगको साथमा तपाईँहरूसँग जोडिने नै छु। त्यतिसम्मको लागि तपाईँहरूले लाइक कमेन्ट सब्सक्राइब गर्नु चाहिँ नछोड्नु होला। फेरि पनि नयाँ नयाँ ब्लगसँग तपाईँहरूसँग जोडिने नै छु। त्यतिसम्मको लागि सबैजनासँग बिदा माग्न चाहन्छु। बाई बाई, गुड नाइट एन्ड शुभरात्रि सबैजनालाई।